तत्व जान्नको लागि नै बाँच्ने हो अरे। बाँच्ने किन भनेर प्रश्न आएको छ नि, किन बाँचेको अरे, थाहै छैन किन बाँचेको भन्ने कुरा। भन्न त भन्छन् मान्छेले किन खाएको, खाएको किन बाँच्नु। अब बाँचेको किन भन्ने कुरा कसैलाई थाहा छैन। मलाई चाहिँ थाहा छैन है, हजुरहरूलाई त थाहा होला। अरे किन बाँचेको भन्ने कुरा कसैलाई थाहा छैन। भागवतमा पहिलै स्कन्धमा पहिलो अथवा दोस्रो अध्याय होला, त्यहाँ यसको उत्तर आएको छ। के आएको छ भन्दाखेरि जीवस्य तत्व जिज्ञासा नार्थो यश्चेह कर्मणि। बाँच्ने उद्देश्य भनेको तत्व जान्नु हो। तत्व जान्नको लागि बाँच्ने हो, बाँच्नको लागि बाँच्ने हो। हामी त बाँच्नको लागि कसैलाई बुढो मान्छेलाई पनि, रोगी मान्छेलाई पनि सोधे भने बा किन बाँचेको भन्यो भने काल पर्खेको बाबु, काल नआएर बाँचेको भन्छन्। बोलाइदिउ त काल भन्यो भने हैन हैन अस्पताल जानुपर्छ भन्छन् फेरि, हैन। एकजना त्यस्तै थियो अरे क्या, लकडहारालाई नेपालीमा के भन्छ? लकडहारा भनेको दाउरो बेचेर, दाउरो काटेर बेचेर जीविका चलाउनेलाई लकडहारा भन्छन् हिन्दी भाषामा। नेपालीमा के भन्छन्? दाउरे भन्दा रहेछन्। के भन्छन्? दाउरे। र त्यस्तै एकजना दाउरे थिए, दाउरो बेचेर आफ्नो जीवन चलाउनेवाला बिचारा बिस्तारै 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 शरीर अशक्त हुँदै गयो, वृद्ध